कहाँ जाँदैछौँ त? बन्दीपुरवाला गीत गाउनु त ल। के भयो? 40 को स्पिड लिमिट छ है बाबु। पार्किङ उकालो ओह्रालो सो हामी चाहिँ अब बन्दीपुर जाँदैछौँ। बन्दीपुर भएन भने पोखरा पनि जान्छौँ। त्यसपछि हुन्छ अब अस्ति खेल। कहाँ जान्छौँ? जुम्ला जुम्ला चाहिँ जाँदैन मैले। पहिला पोखरा जान्छौँ। आजको भनेको डे 2 भनौँ न होइन। आजको डे 2 चाहिँ हामी के गऱ्यौँ भन्दा सफारी गऱ्यौँ। एक त्यो भइहाल्यो एउटा। अब भनेको नेक्स्ट भनेको बन्दीपुर हुँदै पोखरा जान्छौँ कि कता जान्छौँ थाहा छैन। अब कहाँ जान्छौँ अपडेट दिँदै गरौँ ल। रामनगर आउन लाग्यो हामी 1 किलोमिटर छ अगाडि चाहिँ। अनि यो हाइवेमा छ अहिले चाहिँ हामी एकदमै सँगले अगाडि अहिले गाडी चलाउँदै पछाडि चाहिँ पुरा मम्मी भाउजू मम्मी पर्दैन दाजु पछाडि हुनुहुन्छ। त्यसपछि चार्जिङ स्टेसन छ अगाडि 1 किलोमिटर अगाडि चाहिँ। चार्ज गर्नु पर्दैन। हामी डिजलबाट चलाउँछौँ त्यही भएर। अब हिजो आएकै बाटो हामी फर्किरहेछौँ। फर्किँदा चाहिँ मुगलिनसम्म मात्र हो। त्यहाँबाट चाहिँ हामी बन्दीपुरतिर जान्छौँ। बन्दीपुर जाउँला सँगै हाँसौँला सेल्फी खिचौँला। यो चाहिँ सायद भ्लग 2 मा आउँछ होला। भ्लग 1 मा चाहिँ सफारीवाला, भ्लग 2 मा चाहिँ बन्दीपुर पोखरावाला आउँछ। सो एकदम छोटो छोटो भ्लग चट्टा चट्टा। मुखको मात्र आएछ क्या आयो अहिलेसम्म यति मात्र आयो। होइन ठिकै छ। कहिले काहीँ यसो राम्रो बन्यो भने पो त। यहाँ अगाडि चाहिँ हाम्रो चार्जिङ स्टेसन छ। चार्जिङ स्टेसन चाहिँ देखिएन। यहाँ पेट्रोल मात्र खाँदा चार्जिङ स्टेसन कहाँ छ त? त्यति कता हुनु हुन्थ्यो। किन राइदिनु पर्यो? मिलाएर चट्टासँगले हामी यो भनेको एकदम राम्रो ड्राइभरको पहिचान हो। गाडी रोकेर फोन उठाउनु भनेको हो कि त? हो नि, जिम्मेवारी चालक हुनु परेन? निन्द्रा लाग्यो भने अघि पनि गर्छु देखाउनु भएको चाहिँ दाइले फोन गरिसक्नु भयो भने ल हो र भोलि पनि छिपिसक्यो चाहिँ म त हेर्दिनँ है। के हेर्ने हेरेँ आफै। अब मुगलिङमा आइसक्यौँ। मुगलिङ अब यहाँ चाहिँ हल्का यहाँनिर चाहिँ अब हामी हल्का चिसो चिसो खानु पर्ला जस्तो छ। त्यसपछि खाएर के ल्याउने अरे? यो चाहिँ मुगलिनको पुल रहेको छ। पानी चाहिँ एकदम बाढीले हिजो पानी बनाएको जस्तो छ। त्यही भएर बाढी नै आएको छ। राम्रैसँग बाढी आएको छ। बाढी अलिकति बढायो पनि जस्तो छ पानीको तह।
केही कुरा छ भन्नु अब हामी चाहिँ पुल तरेर मुगलिनबाट लाग्यौँ हामी कतातिर बन्दीपुरतिर बन्दीपुर हिलतिर अब 21 किलोमिटर अहेड 21 किलोमिटर अहेडमा छ तीव्र गति जीवन क्षतिका साथ भन्दै हामी अगाडि बढ्यौँ बिस्तारा आफ्नै माटो आफ्नै सान आफ्नो बाटो आफ्नै सान केपी ओली भयो त स्वागत छ गाइज फेरि पनि हामी आइसकेको छौँ बाटोमै छौँ बन्दीपुरको जाने बाटोमा डेन्जर भिड छ यार यहाँ बम्पी रोड रहेको छ यहाँ यो त रोड त के साह्रो हो आँटे है गाडीको जस्तै रोड चाहियो अस्ति ट्रायल यहाँ हुन्छ क्या अब गाडी चलाउने पहिरो जानलाई उहाँ रेडी भएको छ अनि डिस्कोमा बसेर जान्छन् तर यहाँ त डबल गाडी नै अट्दैन पहाडतिर नि बन्दीपुर प्रवेशद्वार बन्दीपुरतिर लाग्यो है त अब यहाँ चाहिँ कस्तो रहेछ त बन्दीपुर भनेको भाइ खाउँ न ल्याऊ यार त्यति चौर मात्र हो माथि पुरानो कल्चर पुरानो बजार हो क्या ए बजार हो माथि भनेपछि अच्छा अच्छा बाटो त पिछे हो तर हल्का सानो हो यार गीत बजाएर होइन ल अब बन्दीपुर जान भन्दै नाप्दिनु क्या अहिले बेला हुँदैछ त्यसरी नाच्नु अब बेला हुन्छ सरी किन के राम्रो बुलेट अनि कोही कोहीलाई त यस्तो गाडीहरू खुब मनपर्छ अरे कामै हुन्छ ल यही हो है बन्दीपुर खाना खाने हुन्छ है हजुर खाना खाने हुन्छ ए खाना खाने बेला भइसक्यो है कति भयो आज खानै खाएन नि अब खाने ओल्ड इन द ओल्ड इन यो खजुरको रुख बन्दीपुर बजार चाहिँ यही जस्तो लाग्यो खड्गदेवी जाने हामी यता नारायण टोल राइडतिर तिनधारा अझै राइडतिर टोलीखेल यतातिर भनेपछि हामी जान्छौँ अब टोलीखेलतिर हात मिलाऊ के छ भन आयो 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 यस
Let's go again. Again, let's move. Let's go, move forward. Let's go, let's go. घुन्टीले यत्रो बाटो हिँड्यो यहाँबाट त्यहाँसम्म त्यो भन्दा नि तलपट्टि अझ यो यसको आधी तल छ नि यहाँसम्म हिँड्यो नि जुरुका उठा जुरुका उठ्यो हिँडिहाल्ने के गरेको छैन तिमीलाई चाहिँ खेल्नु देखेन आफू मात्रै खेल्दैन यसले कति खेल्थ्यो होला त्यो पानी दिएर बन्दीपुरको 3 धाराको पानी है गाइस कस्तो छ हेलो गाइस हामी चाहिँ 3 धाराको पानी खाएर आयो हैन अब हामी कहाँ जान्छौँ रे अब हामी पुरानो बजार जान्छौँ लेट्स गो टु पुरानो बजार लेट्स गो टु पुरानो बजार देन आफ्टर विल गो टु पोखरा के भन्नु छ हाम्रो अब हामी अझै पोखरामा गएपछि पनि मिसेस तिवारीलाई के भन्नु छ भन्दैन म कहाँ जानु लाग्यो भनिदेऊ हामी पनि ड्रेस लाउने हो नयाँ हो कहाँसम्म हजुर कुन ड्रेस लाउनु लाग्यो गुरुङ रे सबैको सेमै हो कि अरू पनि चुजन जुत्ता मिल्छ अरे मिल्छ त तर यो गुरुङ लाउँला नि जोडी फर्क पार्नु भएन नि है यता चलिरहेछ यता ड्रेस भाइलाई नि म यो चाहिँ गुरुङ रहेछ के गरे हाम्रो पनि यसमै हो कस्तो आउँदो रहेछ हेरौँ नाच्नै आउँदैन हजुर गीत गाउनु क्या से क्या हो गया केटाको त्यो जाने 3, 2, 1 ए भइसक्यो छ टेक 2 3, 2, 1 यार के भयो यार यो ए ल उताबाट खिच्ने हो ल ब्याक टु ओरिजिनल पहिरनमा है हामीले ठिक छ बच्चाहरू गएको छ प्लान बनाएर आउँछ यसको काँटा कहाँ हो यसको चाहिँ काँटा एक्कासी नानीले लाउनु हामी चाहिँ बन्दीपुरबाट पनि अब तलतिर ओह्रालो लाग्यौँ अब यहाँबाट चाहिँ हामी बन्दीपुरमा बस्यौँ खाजा त खाएन नि त पानीपुरी सानीपुरी खायौँ खाजा चाहिँ अब बन्दीपुरबाट तल मेन रोडमा पुगिसकेपछि खान्छौँ अनि त्यहाँ जानुभन्दा अगाडि चाहिँ बाटो चाहिँ एकदम यो चाहिँ अब पुरै ओह्रालो छ अलिकति डरलाग्दो पनि छ छैन मलाई चाहिँ डर लाग्छ सो हामी चाहिँ अब बिस्तारै बिस्तारै पुग्छौँ त्यसपछि हुन्छ असली खेल बाटो पनि हेरौँ सजिलो हो नि अब आउनको टाइम लाग्छ जानको टाइम लाग्छ ल हेर न कोही घुमाउने ठाउँमा गाह्रो पर्छ क्या ए यार त्यस्ता मुला कस्तो घुमायो कति घुमायो ए यार हिँडेपछि यार
अवस्था नाथ्यो नत्र ब्याक आएर पनि हुन्छ नि के छ र यार